के तपाईँ जीवनमा अलिकति थाक्नु भएको छ? तपाईँको सपना अधुरै छोडिएको जस्तो लाग्छ? भित्र कतैबाट आवाज आउँछ, म सक्छु, तर संसारले भन्छ त सक्दैनस्। आज म तपाईँलाई त्यो शक्ति सम्झाउने छु जुन तपाईँभित्र लुकेको छ। कृपया हाम्रो भिडियो अन्त्यसम्म सुन्नुहोला र लाइक कमेन्ट पनि गर्नुहोला। सन्तोष नै सुखको मूल हो, त्यसैले सन्तुष्ट रहनु महत्त्वपूर्ण छ। जीवनमा दुःख आउँछन्, तर त्यसलाई चुनौतीको रूपमा स्वीकृत गर्दै नयाँ अवसरहरू प्राप्त हुन्छन्। सपना देख्नु महत्त्वपूर्ण हुन्छ, तर त्यो सपना पूरा गर्न मेहनत र समयको आवश्यकता हुन्छ। सकारात्मक सोच राख्नु अत्यन्तै महत्त्वपूर्ण छ, किनकि मानसिक शान्ति नै वास्तविक सुख हो। आफ्नो सपना पूरा गर्न एक कदम अघि बढ्नुपर्छ अनि सफलता आफै पछि लाउनेछ। जसले संसारमा खुसी बाँड्छ उसैले आफ्नो जीवनको खुसी प्राप्त गर्छ। आत्मविश्वास राख्नुहोस्, किनकि तपाईको शक्ति र खुसी तपाईको मनमा नै छ। अरू मानिसहरूले तपाईलाई कस्तो व्यवहार गर्छन् भन्ने कुरा तपाईहरूको नियन्त्रणमा छैन, तर तपाईको प्रतिक्रिया भने तपाईको हातमा छ। कठिनाइहरूको सामना गरेर अघि बढ्नु नै जीवनको सार्थकता हो र शान्त मन र खुला हृदयले जीवनलाई आनन्दमय बनाउँछ। अरूसँग सहारा बन्नु तपाईलाई खुसी प्राप्त गर्ने एक महत्त्वपूर्ण उपाय हो। सुखी मानिसहरूको सबैभन्दा ठुलो धन भनेकै उनीहरूको विचार र मनको अवस्था हो। समयको मूल्य बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ। यसलाई सही तरिकाले उपयोग गर्दा जीवन सुखमय हुन्छ। तपाईको जीवनको प्रत्येक दिनलाई उपहारको रूपमा स्वीकार गरेर त्यसप्रति आभारी प्रकट गर्नुहोस्। सपना पूरा गर्न धैर्य र कडा मेहनत आवश्यक छ, त्यसैले निरन्तर प्रयास गर्दै जानुहोस्। जीवनमा सुख ल्याउने 40 प्रेरणादायी वाक्यहरू। सन्तोष नै परम सुख हो। अत्याधिक लोभ सधैँ दुःखको कारण हुन्छ। जसले राम्रो गर्छ उसलाई राम्रो फर्काउनु नै सुखको मूल हो। सधैँ मित्रता बढाउनुहोस्, त्यसले मनमा शान्ति ल्याउँछ। आत्मज्ञान नै वास्तविक सुख हो। सधैँ आफ्नो स्वार्थभन्दा अरूको हितमा सोच्नुहोस्, यसले मनमा शान्ति ल्याउँछ। मनको शान्ति नै परम सुख हो। राम्रो सङ्गत र सन्तोषले नै सुख प्राप्ति हुन्छ। सबैप्रति दया राख, हृदय आनन्द हुन्छ। ज्ञान जतिको पवित्र र सुख अरू केही होइनन्। दया धर्मको मूल हो र धर्म नै सुखको कारण हो। लोभले सधैँ दुःख दिन्छ, त्यसैले टाढा बस्नुहोस्। सच्चा मानिसले आफ्नो आत्माको सुखको लागि काम गर्छ। सबै भौतिक वस्तुहरू केवल मनको सुखका लागि होइनन्। कसैले पनि पाएको सुख सजिलै छाड्दैन, त्यसैले प्राप्त सुखको कदर गर्नुहोस्। शान्त मनले हाँस्नु साँचो सुखको चिन्ह हो। सन्तोष भन्दा माथि अरू कुनै सुख छैन। सधैँ प्रिय वचन बोल, त्यसले सम्बन्ध र मन दुईटै मिठो बनाउँछ। मित्रता र करुणाले नै साँचो सुख दिन्छ। धैर्य सबै ठाउँमा सुख ल्याउने तत्त्व हो। ज्ञानले नै दुःखको अन्त्य सम्भव छ। कर्मशील सधैँ सुखी हुन्छन्। आफैमा सुख नपाउनेले बाहिर कहिले सुख पाउँछ र? कष्ट बिना कुनै पनि साँचो सुख प्राप्त हुँदैन। समत्वमा बसेर कर्म गर, यही नै साँचो आनन्द हो। केवल सजिलो बाटो सधैँ सुखमा पुगिँदैन। विवेक नै सुखको जरा हो।